मध्य प्रदेश का मुख्यमंत्री सरोज कुमार यादवले जनकपुर धाममा जारी अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी को अवलोकन गर्नुभएको छ। शान्ति सबैको लागि नारा सहित रामानन्द युवा क्लबमा जारी प्रदर्शनी को सोमबार मुख्यमंत्री यादवले अवलोकन गर्नुभएको छ। प्रदर्शनीमा विभिन्न 9 देशका 40 कलाकारका चित्रकला राखिएका छन्। अवलोकनका क्रममा मुख्यमंत्री यादवले मिथिला चित्रकला विश्वमा सबैभन्दा अगाडि रहेको भन्दै यसको संवर्धन र संरक्षणमा सबैले ध्यान दिनुपर्ने समेत बताउनुभयो। कला के क्षेत्र में भी दुनिया में सबसे अगाड़ी ही कहल जाए और वो कला प्रदर्शनी कैली आज हमारा जो मौका मिलल है कला लोग भी बहुत बहुत धन्यवाद बाटे और ऐसा काम और आगे करूँ प्रदेश सरकार से जो सहयोग करे के चाहिए निरंतरता अपने लोग के साथ रही ये विश्वास अपने लोग हो। हमारे तो एगो मीटिंग में जाए के बाद हम टीचर से पहले कर लिए कि समय हमारे बहुत कम वक्त प्रदर्शनीमा मिथिला चित्रकला मोडर्न चित्रकला सहित विभिन्न विधाका चित्रकलाहरू राखिएका छन्। प्रदर्शनीमा नेपाल, भारत, बांग्लादेश, इजरायल, मलेसिया, ट्युनेसिया, कोरिया, यूएसए र अस्ट्रेलियाका कलाकारहरूले बनाएका पेन्टिङहरू राखिएका छन्। प्रदर्शनीमा भने नेपाल र भारतका कलाकारहरू उपस्थिति भएका छन्। मिथिला चित्रकलाको प्रचार प्रसार गर्ने उद्देश्यले प्रदर्शनी गरिएको आयोजक मिथिला ए आर्ट ग्यालरी का संचालक श्याम सुन्दर यादवले बताउनु भएको छ। शनिबारबाट सुरु भएको प्रदर्शनीमा वैशाख 26 गतेसम्म चल्नेछ।